हामीले सानो हुँदाखेरि पढेको नैतिक शिक्षा कक्षा 5-6 पढेको मलाई जहाँसम्म लाग्छ त्यो नैतिक शिक्षा विद्यालयबाट अचानक गायब भयो। अहिले नैतिक शिक्षा कतै पनि पढाइँदैन, संस्कृत पनि पढाइँदैन। यी दुईटै पुस्तकहरू, यी दुईटै विषयवस्तुहरू चाहिँ नेपालबाट अध्यापन गराइँदैन, यसलाई चाहिँ गायब गरियो। त्यसको साथसाथै क्रमिक रूपमा नेपालमा धर्मनिरपेक्षता पनि लागू भयो। यो योजनाबद्ध तरिकाले आएको त होइन। यसको निष्कर्ष के हुन सक्छ, यसो हुनुको कारण के हुन सक्छ, तपाईलाई के लाग्दछ? किन यी पुस्तकहरू नेपालमा अहिले पढाइ भइरहेको छैन? विद्यालयमा किन यी पुस्तकहरू पढाइँदैन? आफ्नो प्रतिक्रिया दिनुहोला र मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नु।